हामी दाइ के भएर हो यो के खाएको हो चिनी छ त के भएर के भयो के भयो यहाँ भुडी पोल के भयो के भएर भुडी पोल हो के भएर के भएर दाइ त्यो चिनी खानुको अर्थ चाहिँ आज सन्चो नभएर मलाई कि अघि चाहिँ अलिकति खोर्सानी त मुखमा हालेको थियो त्यही भएर हो खोर्सानी त म टेर्दिनँ भाइ त्यस्तो खोर्सानीमा अझै गफ दिँदैछन् यार कतिवटा जति अरे अकबरे दाइ एकै लट 18 भाइ एक छा खाना खाँदाखेरि 18 खोर्सानी अकबरे खोर्सानी खाएको थिएँ त्यस टाइममा हल्का सन्चो चाहिँ भएन पानी पिउनु पर्यो के गर्नु पर्यो ग्लुकोज पानी खानु पर्यो अनि अहिले त एउटै खोर्सानीले काबु खेलाइदियो त अनि चिनी खाने बनायो खोर्सानी खाना चाहिँ मैले त्यहाँदेखि धेरै मात्रामा कम गरेर ठ्याक्क खानामा एउटा लिमिटेड भन्ने मेरो एउटा छ त्यति खाने गरेँ अनि अहिले चाहिँ एउटा खोर्सानीले चिनी खाने बनाएछ त दाइ चिनी खाने अहिले हामीले सानो छोटो कम्पिटिसन एउटा खाएको मात्र पनि होइन चाटेको मात्रै हो खाएको पनि होइन जिब्रो चाटेको जिब्रो चाट्दाखेरि यति बनायो एउटा चाहिँ चल्लकै खाइसकेँ एउटा खाइसकेर एउटा अर्को खाना लाग्दा चाहिँ असाध्यै भुडी पोलेर चाहिँ चिनी खान लागेको अहिले एउटा पनि होइन त मुखमा टक्क हालेको हाल्ने मै हो होइन त गफ नलाउनु मुखमा टक्क हालेको टक्क हालेको होइन खाना खाँदाखेरि त एउटा त खाएँ नि त एउटा खाना लगेको थिएन त खाना खाँदा त्यस्तो हावा कुरो नलाउनु खाना एउटा खाइसकेको थिएँ एउटा आधी खाइसकेको थिएँ अलिकति मुखमा खोर्सानी हाल्दा चिनी खाने स्थिति आयो भनेपछि एउटा खायो भने त कस्तो हुन्छ हालत यिनको मुखेर राम मुख